नमस्कार। जातीय विभेद विरुद्धको साझा अभियानको आजको श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। दर्शकहरू, रौतहटमा घटेको एउटा घटनाले विश्व समुदायमाझ नेपालीको शिर झुकाएको छ र फेरि एकपटक समाजमा जातीय विभेद र छुवाछुतको कतिसम्म असभ्य र जङ्गली स्वरूप देख्न सकिन्छ भन्ने कुरालाई प्रस्ट्याएको छ। एउटा सिङ्गो बस्तीमाथि आक्रमण गरिन्छ मन्दिर प्रवेश गर्न खोजेको न्युमा, अथवा मन्दिर प्रवेश गर्न रोक लगाइन्छ र सिङ्गो बस्तीमाथि आक्रमण गरिन्छ, सयौं घरहरू तोडफोड गरिन्छ र विस्थापित बनाइन्छ दलित समुदायलाई भने त्यो कानुनमाथिको चुनौती मात्र होइन, सामाजिक अपराध समेत हो। यिनै घटनाक्रमहरू घटेका छन् पछिल्लो समय मुलुकका विभिन्न स्थानमा, विशेष गरी रौतहटको पिपरिया दोस्तियामा। यो घटनाक्रममा के भएको थियो, कार्यक्रमको प्रारम्भमा हामी यो रिपोर्ट प्रस्तुत गर्दैछौँ। घटना गत जेठ 24 गतेको हो। रौतहट जिल्ला पिपरिया दोस्तियामा मन्दिर प्रवेश गर्न खोजेको आरोपमा सिङ्गो दलित बस्तीमाथि गैर दलितहरूबाट सांघातिक आक्रमण भयो। आफूलाई उपल्लो जाति बताउने कथित गैर दलितहरूले मध्यरात 81 दलित बस्तीमा आक्रमण गरे। पूज देला गाँव के आदमी हमनी के जात हिला मारपीट कलक, गड़ी फोड़ फाड़ कहलक, तो सब कहल अपना में राय लेके पंचायती का कोरियाला, तब महिला सब केस कर दिल गड़ूरा, तो गड़ूरा बोला तो न गेल हमनी के घर तुरे लगल। ये इतना बात है। आक्रमणमा परे 18 जना दलित घाइते भए। दलित समुदायका 65 घरभन्दा बढी घर तोडफोड भए। त्यति मात्र होइन, थप आक्रमण हुन सक्ने त्रासका कारण अहिले दलित समुदायका 100 घर परिवार विस्थापित भएका छन्। यहाँ पनि त्रासको भावना बसेछ, एकजना पनि बस्न नमान्ने, अनि त्यहाँ जसले गरेको छ त्यो पनि एकजना छैन, त्यो सबै भागेको छ। दुईजना, एउटा त्रासले, अर्को एउटा समाज छ कि भनेर डरले दुईजना भागेको छन्। वैशाख 31 गते स्थानीय झमक रामको छोरा उमेशको विवाहको सन्दर्भमा मन्दिर प्रवेश गर्न खोजेको भन्दै स्थानीय गैर दलितहरूले अवरोध खडा गर्दै मन्दिर प्रवेश गर्न खोज्ने दलित समुदायमाथि कुटपिट समेत गरेका थिए। सोही घटनाको विषयलाई लिएर प्रहरीमा जाहेरी दर्ता गरेको न्युमा जेठ 24 गते राति गैर दलितहरूले दलित समुदायमाथि सांघातिक आक्रमण र लुटपाट मचाएका थिए। घरमा गएर घरको अन्न पात कपडाहरू चाहिँ हालिदिएको छ र यो घटनामा मैले पुनः यहाँ जाहेर गर्न चाहन्छु कि संलग्न व्यक्तिहरूलाई हामी कानुनी दायरामा ल्याउँछौँ र कडाभन्दा कडा कारबाही गर्छौँ। जेठ 24 गते राति रौतहटको पिपरिया दोस्तियामा घटेको जातीय विभेद र छुवाछुतको यो कहाली लाग्दो घटनाको विरोधमा देशैभर विरोध प्रदर्शन भयो। जातका आधारमा हुने यस्ता बर्बरतापूर्ण आक्रमण रोक्न र नागरिकको स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न माग गर्दै यति बेला दलित नागरिक समाज आन्दोलित भएको छ। अर्को चरणको कार्यक्रम गर्नुपर्ने स्थिति रहे पनि हामीले देशव्यापी रूपमा नेपाल बन्द लगायतका कयौं कार्यक्रमहरू पनि हामी अगाडि बढाउन तयार छौं। आक्रमणमा संलग्न दोषीमाथि कानुनी कारबाही हुनुपर्ने भन्दै दलित नागरिक समाजले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी तथा गृहमन्त्री माधव प्रसाद घिमिरेलाई भेटेर ज्ञापन पत्र बुझाएको छ। दलित समुदायका अगुवाहरूसँगको भेटमा मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीले जातका आधारमा यस्ता आपराधिक र दण्डनीय कार्य गर्ने जो कसैलाई पनि छुट नदिने प्रतिबद्धता व्यक्त गर्दै घटनाको छानबिन गरी संलग्नहरूलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। यो अहिले रौतहट जिल्लामा त्यहाँ दलितहरूको बस्ती नै उजाड हुने गरी त्यहाँ गैर दलितहरूबाट चाहिँ सारा चाहिँ त्यो दलित बस्ती भत्काउनेदेखि लिएर त्यहाँका चाहिँ अब जुन विभत्सको घटना जुन घटाउने काम हो त्यसको विरुद्धमा अहिले देशव्यापी रूपमा चाहिँ दलितहरू आन्दोलन उठिरहेको बेला हामीले प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनलाई हामी अहिले प्रधानमन्त्रीज्यूलाई मन्त्री परिषदको अध्यक्षज्यूलाई भेटियो। उहाँले चाहिँ अब यसलाई सकेसम्म चाहिँ हामी चाहिँ छिटो र यसलाई चाहिँ पुरै
100% नै उहाँको शब्दमा भन्दा 100% नै हामी यसमा चाहिँ प्रतिबद्ध छौँ र यो चाहिँ हामी चाहिँ छिटोभन्दा छिटो चाहिँ जुन त्यहाँ घटनाका चाहिँ जुन दोषीहरूलाई कारबाही गर्छौँ र उनीहरूलाई स्थापित गराउँछौँ। त्यहाँ भएका चाहिँ घटनाहरू जे जति चाहिँ क्षति भएको छ त्यसको क्षतिपूर्ति चाहिँ हामी चाहिँ त्यहाँ उनीहरूलाई चाहिँ उपलब्ध गराउँछौँ भन्ने कुरा चाहिँ कमेन्ट गर्नुभएको छ। रौतहटमा घटेको छुवाछुतको यो घटनाले अन्तर्राष्ट्रिय जगतमा एकपल्ट पुनः नेपालीको शिर निहुराइदिएको छ। मन्दिर प्रवेशमा जाति विशेषलाई रोक लगाउनु वा मन्दिर प्रवेश गरेको विषयलाई लिएर आक्रमण गर्नु कानून विपरीत मात्र होइन, अराजकता र अमानवीयताको पराकाष्ठले सीमा नाघेको उदाहरण हो यो घटना। खालका श्रृङ्खलाबद्ध जातीय छुवाछुत र भेदभावका घटनाहरू घटिरहेका छन्। ती घटनाहरू पुनः नदोहोरिनको निम्ति सरकारको नेतृत्वमा एउटा उच्च स्तरीय कार्यदल गठन गरी यसले दीर्घकालीन कार्ययोजना बनाएर कार्यान्वयन गराउनु पर्यो भनेर पनि माग प्रस्तुत गरेका छौँ। र यो मागको सन्दर्भमा खास गरेर हिजो गृहमन्त्रीज्यूले यो प्रक्रियाहरू हामीले अगाडि बढाइराखेका छौँ भनेर जुन कुराहरू राख्नुभएको छ त्यो कुरालाई पुनः उहाँले एउटा प्रतिबद्धता जाहेर गर्नुभएको छ। अपेक्षा गरौँ नेपालमा जातीय छुवाछुत र भेदभावका घटनाहरूलाई कम्तीमा 5 वर्षभित्र एउटा दीर्घकालीन कार्ययोजना बनाएर अन्त्य हुन्छ भन्ने हामी सम्पूर्ण दलित नागरिक समाजको तर्फबाट सम्पूर्ण दलित समुदायले विश्वास लिएका छौँ। मन्दिर प्रवेशको विषयलाई लिएर एउटा सिङ्गो गाउँमा आक्रमण र तोडफोड हुँदा पनि आक्रमण रोक्ने प्रहरी प्रशासन असफल हुन्छ भने प्रहरीले पनि आफ्नो भूमिका सच्याउन आवश्यक छ। यस घटनाको चाँडोभन्दा चाँडो न्यायिक जाँच हुनुपर्छ। आक्रमणकारीलाई सजाय दिलाउन प्रशासनले दोषीलाई तत्काल कानूनको कठघरामा उभ्याउनै पर्छ। अग्नि परीक्षाको घडी आएको छ, न्यायमूर्ति समेत रहेका खिलराज रेग्मीको काँधमा। यसरी दलित नागरिक समाज आन्दोलित भएको छ यो सांघातिक र बर्बर आक्रमणका विरुद्धमा। गैर दलितहरूले यसरी सांगठिक आक्रमण गरेपछि आज सयौं दलित समुदायका मानिसहरू विस्थापित भएका छन्। दलित नागरिक समाज आन्दोलित भएको छ। यसै विषयमा केन्द्रित रहेर आज हामी कुराकानी गर्नेछौँ दलित नागरिक समाजका अगुवा एवं दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारसँग। यहाँलाई हार्दिक स्वागत छ। अहिले त्यहाँको अवस्था कस्तो छ थोरै भनिदिन सक्नुहुन्छ? खास त्यो के भएको भने अब दलितहरूको त्यो विवाह पश्चात एउटा मन्दिरमा गएर पूजाआजा गर्ने चलन मधेसी दलितहरूको बर्मथानमा गएर पूजा गर्ने चलन र त्यहाँ अब पहिला अरू समयमा गैर दलितहरूबाट हुन्थ्यो र यतिखेर चाहिँ दलितहरूकै व्यक्तिहरू गएर आफैले पूजा गर्दाखेरि त्यो पूजा गर्दाखेरि उहाँले त्यसको प्रतिवाद गर्नुभयो र त्यस पछाडि उहाँले यो त्यहाँ पूजा गर्दाखेरि उहाँलाई के गरियो भने त्यहाँको समुदायबाट जुन एउटा 24 गते 300-400 मान्छेहरू आएर उहाँहरूको घरहरू उजाड्ने काम कुराहरू भयो, उहाँहरूका भाँडा कुराहरू तोडफोड गर्ने कुरा भयो, टिभी तोडियो, धेरै मान्छेहरूलाई सांघातिक आक्रमण गरेर घाइते बनाइयो र यो खालको कुराहरूलाई त्यो अगाडिको घटना के रहेछ भने जब त्यहाँ दलित र गैर दलितहरूको बिचमा घटना घटिसकेपछि त्यहाँ वाद प्रतिवाद हुँदा प्रहरीलाई पनि जानकारी रहेछ। प्रहरीले मध्यस्थताकर्ता गरेको भएपछि सायद त्यो घटना नहुने थियो भन्ने खालको कुराहरू पनि आइरहेको छ। विस्थापित भएका छन् भनिएको छ नि त्यहाँका दलित समुदायका मान्छेहरू त्रासका कारणले थप आक्रमणको त्रासले विस्थापित नै छन् अथवा घर फर्किसके। अहिले खास गरेर त्यहाँ अब औषधि उपचार गरिराख्नु भएको छ। त्यहाँ कतिपय व्यक्तिहरू घरमा आइसक्नु भएको छ तर त्यहाँ प्रहरीहरूले नै सुरक्षाको व्यवस्था गर्नुपर्ने अवस्थाहरू छ। प्रहरीले रोक्न सक्ने सम्भावना केही थियो? प्रहरीको के कमजोरी पाउनु भएको थियो? छ त्यसमा अब हाम्रो एउटा स्थलगत अध्ययनको टिमबाट एउटा अध्ययन गरेर पनि आएको छ। प्रहरीहरूले अलि अगाडि त्यसलाई त्यहाँ एउटा समुदायमा सहजीकरण गरेको भएपछि सायद यो घटनामा यति क्षति हुन्थेन। सिङ्गो दलित बस्तीमाथि नै आक्रमण भएको छ। सिङ्गो गाउँबाट अरू कुनै प्रतिशोध पो थियो कि छुवाछुतकै घटना हो? यो प्रमुख गरेर छुवाछुतकै घटना, अरू कुनै खालको प्रतिशोधको कुराहरू छैन। र त्यहाँ के भएको छ भने खास गरेर मैले पहिला भने नि यो सम्मानको दृष्टिकोणले एउटा खालको इज्जत प्रतिष्ठाको कुरा, अर्को कुरा जनसङ्ख्याको हिसाबले हामी बढी छौँ, आर्थिक सामाजिक अवस्थाहरू कमजोर अवस्था रहिराखेको र अहिले त्यहाँको दलितहरूलाई अब त्यहाँ एउटा नाकाबन्दीको हिसाबले छ। उनीहरूको घर बाहेक अरू जमिनहरू रहेको छैन र उनीहरूलाई दिशा पिसाब गर्नलाई जानलाई पनि समस्याहरू रहिराखेको छ। यसले गर्दा यो नाकाबन्दीको कुरा अझ बाहिर आउन सकिरहेको छ। अघोषित रूपले त्यहाँ दलितहरूलाई नाकाबन्दी गरिएको छ। मैले यहाँलाई के भन्न खोजेको भने दलितहरूलाई यस्तो खालको एउटा बर्बरपूर्ण अवस्था आइरहेको छ। यो घटनाहरू
वास्तवमा दोहोरिन नदिन पर्थ्यो सरकारले जहिलेसुकै के गर्छ भने घटना घटिसकेपछि मात्रै त्यसको एउटा प्रतिक्रियाहरू जनाउने काम गरिराखेको छ। सरकारले यो कुराहरू नहुनको निम्ति एउटा समग्र प्याकेजको हिसाबले एउटा समग्र दलित तथा गैर दलितहरूको एउटा भनौँ सहकार्यको विकास गर्नको निम्ति छुवाछुतलाई केन्द्रबिन्दुमा बनाएर कुनै खालको कार्यक्रमहरू कार्ययोजनाहरू अहिलेसम्म ल्याउन सकिराखेको छैन। यसको पछाडिको कारण के हो भने त्यो पीडा मलाई लाग्छ सरकारमा बस्ने व्यक्तिहरूलाई त्यति छैन। होइन, सरकारले त गरिराखेको छ नि, कानुन ल्यायो यसलाई नियन्त्रण गर्नको लागि भनेर, त्यसै गरी चाहिँ दलित आयोग बनायो, विकास समिति बनायो, विभिन्न संरचनाहरू बनाइराखेको छ। सरकारले त नगरे कहाँ हो र, गरेकै छ नि होइन र? अब सरकारको अब यो चाहिँ सकारात्मक कुरा हो, तर के हो भने समस्याको अवस्थालाई हेरेर यो केही पनि होइन। संरचना तयार गर्यो तर त्यो संरचना आफै परिचालन त हुँदैन नि त। राष्ट्रिय दलित आयोग छ, विकास समिति छ, ऐन छ, त्यसलाई पर्याप्त मात्रामा स्रोत साधन र जनशक्ति पनि दिन पर्यो। अब कानुनकै बारेमा त्यहाँको स्थानीय जनताहरूको भनाइ के भएको छ भने हामी त एउटा परम्परागत हिसाबले एउटा संस्कारको हिसाबले हामीले मन्दिरभित्र गैर दलितहरूलाई प्रवेश गर्न दिँदैनथ्यौँ। यो बारेमा कानुनको बारेमा हामीलाई जानकारी पनि छैन। उनीहरू प्रवेश गर्न आए, हामीले पिट्यौँ, हामीले मार्यौँ भन्ने खालको उनीहरूको भनाइ छ। अब हामीले गर्नुपर्ने काम के हो? सरकारले गर्नुपर्ने काम के हो? नागरिक समाजले गर्नुपर्ने काम के हो? जातीय भेदभाव तथा छुवाछुत समाजमा ठुलो रूपले रहेको छ, तर सरकारको कमिटमेन्ट, राजनैतिक दलको कमिटमेन्ट हुने हो भने यो ठुलो समस्या पनि होइन। राजनीतिक दलको कमिटमेन्ट जो यहाँले कुरा उठाउनु हो नि, राजनीतिक दलका व्यक्तिहरूलाई हामीले यहाँ यही टेबलमा बसेर कुरा गरेका छौँ र प्रमुख राजनीतिक दलका नेताहरूले छुवाछुत हाम्रो कुनै पनि नीति कार्यक्रममा छैन र छुवाछुत गर्नेलाई सामान्य कार्यकर्ता समेत नरहने गरी पार्टीले निष्कासित गर्छ भन्नुभएको छ। एकपटक ती भनाइहरू सुनौ। हाम्रै पार्टीको कुरा गर्नुहुन्छ भने त्यो त हामीले स्पष्ट निर्देशन के जारी गरेका छौँ भने अब त्यो कसैले त्यस्तो गर्छ भने पार्टी सदस्य सम्मेलन गर्छ भने त्यसलाई चाहिँ कारबाही गरिन्छ भनेर भनिएको छ र पार्टीबाट बर्खास्त गरिन्छ। यदि कसैले छुवाछुत जन्य काम कारबाही आफूभित्र गर्छ भने पार्टीको प्रणालीभित्र त्यो मान्छे छ भने एमालेको फलानु सदस्यले गर्यो यसो भनेर भनियोस्, हामी त्यसलाई कारबाही भोलि कुनै प्रमाण सहित हामी आयौँ बिल्कुल एमालेको केन्द्रीय कार्यालयमा प्रमाण सहित बिल्कुल सम्भव छ र लिएर आउनुहोस्, त्यो कुरा कारबाही भएन भने अनि भन्नु होला। हामीले अगाडि बढाउने भनेको दलित हो, हामीले सक्षम बनाउने भनेको दलित हो, हामीले सामाजिक कुर्तीबाट निकाल्ने भनेको दलित हो, हामीले उन्मुक्ति दिनुपर्ने भनेको दलित हो र भोलि 10-15-10-12 वर्षमा यो देशको राष्ट्रपति प्रधानमन्त्री बनाउनु पर्ने हामीले दलित हो। दलितभित्र पनि अझ महिला हो। यो कुरालाई पनि हामीले गर्न सकेनौँ भने नेपालमा कसैले राजनीति पनि गर्न पर्दैन, कसैले धर्मका कुरा गर्न पनि पर्दैन। यो सबै रेकर्ड छ चन्द्रजी, हो देखाइदिनुहोस्। हामी व्यवहारमा यसरी नै लागिरहेछौँ। प्रमुख राजनीतिक दलका नेताहरूले यसरी स्पष्ट शब्दमा भनेका छन्, साधारण सदस्य समेत नरहने गरी हामी कारबाही गर्छौँ। खास गरेर राजनैतिक दलहरूको नेपालको राजनैतिक परिवर्तनमा राजनैतिक दलहरूले उठाएका हरेक मुद्दाहरूमा दलितहरूले साथ दिएका छन्। 7 साल भनौँ, 46 साल भनौँ, माओवादी 10 वर्ष जनयुद्ध बसिरहेको थियो जनआन्दोलनमा। तर नेपालमा के गरेको छ भने राजनैतिक दलहरूले परिवर्तन पश्चात दलितहरूको मुद्दा, आर्थिक सामाजिक मुद्दाहरूलाई राजनैतिक दलहरूले प्रमुख प्राथमिकताको हिसाबले राखेको छैन। मलाई लाग्छ जहिलेसुकै राजनीतिक दलका नेताजीहरूले यो अहिले रिपोर्टमा भने जस्तै उहाँहरूको हरेक मञ्च र फोरममा भन्नुहुन्छ हामी जातीय छुवाछुत र भेदभाव अन्त्य गर्नको निम्ति हामी प्रतिबद्ध छौँ। हाम्रो पार्टीले त स्थापना हुँदादेखि नै यो मुद्दालाई आइराखेको छ भन्नुहुन्छ। यहाँको राजतन्त्रलाई फाल्न सक्ने, यहाँको भनौँ न वर्गीय हिसाबले मुद्दा लगाउने राजनैतिक दलहरू सरकारमा पुगिसक्ने, यहाँका तमाम त्यस्ता खालका मुद्दाहरू समाजबाट समाप्त भएर जाने, तर जातीय छुवाछुत र भेदभाव किन जाँदैन, यहीँनिर प्रश्न छ। त्यो कारणले गर्दा राजनैतिक दलहरूले जुन मञ्चबाट भन्नुहुन्छ, जुन उहाँले आफ्नो घोषणापत्रमा उल्लेख गर्नुभएको छ त्यसको कार्यान्वयन हुँदैन। म यहाँलाई के भन्न चाहन्छु भने जस्तो कि अहिले पनि रौतहटको घटनामा कुनै राजनैतिक पार्टीहरूले बोल्न सक्नु भएको छैन। अब तपाईँहरूले पनि त त्यो फेरिस्त दिन सक्नु भएको छैन नि। यहाँ काङ्ग्रेसका यति कार्यकर्ताले गरेछन्, यहाँ माओवादीका, यहाँ एमालेका या अरू कुनै दलका कार्यकर्ता, यो कार्यकर्ताले यस्तो खालका घटनाक्रमहरू घटायो भने फेरिस्त तपाईँहरूले पनि दिन सक्नु भएको छैन नि। खास गरेर राजनैतिक दलका नेताजीहरूलाई कुन कार्यकर्ता कहाँ छ भन्ने कुरा प्रष्ट थाहा छ। उहाँहरूले चाहनुभयो भने त्यो कार्यान्वयन गराउने त उहाँहरूको जिम्मेवारी पनि त हो नि त। आफ्नो पार्टीभित्र जुन एउटा पार्टीको घोषणापत्र र आफ्नो सिद्धान्त र आदर्शले एउटा जुन प्रतिबद्ध हुनुहुन्छ त्यो कुरा त छानबिन उहाँहरूको संयन्त्र मार्फत पनि ल्याएर गर्न पर्यो नि त।
यो कुनै पार्टी विशेषको, एउटा कुनै जात विशेषको, एउटा वर्ग विशेषको, एउटा समुदाय विशेषको जातीय छुवाछुत र भेदभावको मुद्दालाई बनाउनु भएन। यसलाई एउटा साझा मुद्दा बनाउनु पर्यो। त्यो साझा मुद्दाको हिसाबले जुनसुकै पार्टीमा लागेको व्यक्ति होस् अथवा जुनसुकै वर्ग होस्, यो एउटा अपराधीसँगको व्यवहार हो भन्ने हिसाबले जब उहाँहरू प्रतिबद्ध भएर लाग्नुहुन्छ तब जातीय भेदभाव तथा छुवाछुत अन्त्य भएर जान्छ। यहाँलाई थाहा छ हामीले देखेको नुवाकोटको घटनामा केही पनि राजनीतिक दलका कार्यकर्ताहरू लाग्नु भएको छ, कसलाई कारबाही गर्नु भएको छ? उहाँले कहिले इनिसिएसन लिएर आफ्नै पार्टीको जनवर्गीय सङ्गठनका नेताजीहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिनुपर्ने बाध्यता छ। उहाँहरूको पार्टीमा लागेका कार्यकर्ताहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिँदाखेरि उहाँहरूले निर्देशन गर्न पर्यो नि त। ल हाम्रो पार्टीमा कुन कुन लाग्नु भएको छ, यो सिद्धान्त र आदर्श भन्दा हाम्रो प्रतिबद्धता बाहिर भयो, हामी कारबाही गर्नुपर्छ भनेर कसैलाई गरेर देखाउनु हुन्न। त्यो यहाँले यसो भन्दै हुनुहुन्छ, यसलाई म यसरी बुझौँ, राजनीतिक दलहरूले दलित समुदायलाई प्रयोग चाहिँ गरेका छ सत्तामा पुग्नका लागि अथवा भोट पाउनका लागि, तर दलित समुदायका लागि ठोस काम चाहिँ गरेका छैन। यहाँको भनाइको सार यही हो? एकदम यहाँले भनेकै कुरामा म सहमत छु। सार कुरा त्यही हो, किनभने हरेक पटक राजनीतिक दलका अहिले बाहेक दलीय सरकारै बनेको, त्यो सरकारले छुवाछुत अन्त्य गर्नको निम्ति किन प्याकेज कार्यक्रम ल्याउन सकेन त? कस्तो खालको नीति आवश्यक छ त अब अहिलेको अवस्थामा? खास गरेर यसलाई दुईटै तरिकाले जानुपर्छ। एउटा कुरा हाम्रो चाहना, हाम्रो मनसाय के हो भने समाजमा एउटा सद्भाव कायम होस्, सहकार्य होस्, एक आपसमा मिलेर जाउँ भन्ने नै हो। त्यसको निम्ति त समाजमा कतिपय बुझेर गर्नुभएको छ, कतिपय धेरै मान्छेले नबुझेर पनि जातीय छुवाछुत र भेदभाव गरेको छ। त्यसलाई सचेत बनाउने एउटा सामूहिक, एउटा संयुक्त ठाउँमा बसेर छलफल गर्ने र यो कुरा गलत हो भन्ने खालको प्रशिक्षण त देशभरि दिन पर्यो नि त हामीले। समाजबाट छुवाछुत अन्त्य गर्नका लागि अथवा मान्छेलाई मान्छेको रूपमा हेर्ने अवस्थाको सिर्जना गर्नका लागि प्रहरीको भूमिका कति सकारात्मक पाउनु भएको छ यहाँहरूले? खास गरेर यो जुन जाहेरी पनि नलिने, जाहेरी लिनुभन्दा पहिला मिलाउनलाई उहाँले गाउँ समाजमै फर्काइदिने कुराहरू गर्ने। त्यस पछाडि अर्को कुरा के हो भने मान्छेलाई भनौँ न अपराधीहरूलाई भगाउने काम कुराहरू, र यस्तो खालको प्रक्रिया छ कि उहाँलाई एउटा खालको मनस्थितिबाट उहाँहरू गुज्रिराख्नु भएको छ। सबैलाई नभनौँ, धेरै जसोमा त्यस्तो खालको छ। त्यसलाई व्यवहार, जो लोकतान्त्रिक व्यवहार भन्छु, जो आचरण भन्छौँ, मानव अधिकार अनुकूल एउटा वातावरण गर्न पर्ने हो र कानुनले दिएको कुरालाई कडाइका साथ कार्यान्वयन गर्न पर्ने, त्यो खालको कुराहरू हुन सके। तर तपाईँले यसो भनिरहँदा नि नेपाल प्रहरीले चाहिँ के भनिरहेको छ? हामी नेपाल प्रहरीका प्रवक्ता डिआइजी केशव अधिकारीसँग कुराकानी गर्नेछौँ। समाजमा जातीय विभेद र छुवाछुतका घटनाहरूमा कमी आउन सकेका छैनन् र विशेष गरी नेपाल प्रहरीको भूमिका प्रभावकारी भएको छैन भनेर गुनासो आउने गर्छ। के भन्नुहुन्छ? यो हेर्नुहोस्, आधारविहीन आरोप मात्रै हो। तपाईँले आधारविहीन आरोप भनिरहँदा म आधार प्रस्तुत गर्दैछु डिआइजी साहेब। रौतहटको पिपरिया दोस्तियामा गत जेठ 24 गते साँझ एउटा बर्बरतापूर्ण घटना घट्यो। सिङ्गो दलित बस्तीमाथि आक्रमण भयो, तर त्यसलाई रोक्न प्रहरी प्रशासन असफल भयो। हेर्नुहोस्, त्यसमा जानकारी पाउने बित्तिकै है, तपाईँको जानकारी पाउने बित्तिकै गरुडाबाट, चन्द्रनिगापुरबाट, रौतहटबाट सिनियर अफसरको टोली गएको छ है। त्यो घटनामा संलग्न 2 जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। हेर्नुहोस्, उक्त घटनामा 19 वटा घर चाहिँ तोडफोड भएका, घरका छानाहरू चाहिँ उब्काइएका होइन, घर तपाईँको पानीको पम्पमा समेत क्षति पुर्याएको अवस्था थियो है। निवेदन पनि लिएको छ, मुद्दा दर्ता पनि भएको अवस्था छ र व्यक्तिलाई अहिले चाहिँ जिल्ला प्रहरी कार्यालयको हिरासतमा छ। तपाईँहरूलाई अलिकति पूर्व जानकारी त हुनुपर्ने हो नि, एउटा सिङ्गो बस्तीमाथि, एउटा सिङ्गो गाउँमाथि यति ठुलो बर्बर आक्रमण हुँदैछ भन्ने कुरा त, किनभने त्यो टेन्सको अवस्था त अगाडि दिनै थाहा थियो नि तपाईँ। एउटा तपाईँहरूलाई के जानकारी दिउँ भने, तपाईँको कुनै पनि वारदात होइन सूचना दिएर आउँदैन होइन। हामी हामी सोसाइटी पनि सचेत हुनुपर्छ, किनभने प्रहरीको जनशक्ति हेर्नुहोस् होइन, अहिले तपाईँको शान्ति सुरक्षा राख्ने क्रममा हाम्रा प्रायटीहरू पनि धेरै ठाउँमा चाहिँ बाँडिएका छन् होइन। तापनि यो पनि एकदम संवेदनशील विषय हो। यस्तो घटनाहरू हुन लागेको छ भन्ने कुरो सोसाइटी त्यहाँ मात्र होइन, जहाँ पनि हुन थाल्यो भने समयमै सूचना चाहिँ हामीलाई आउनुपर्छ। आउने बित्तिकै हाम्रो सूचना संयन्त्रले दिएको जानकारीको आधारमा खटिएर धेरै ठाउँमा वारदात हुनबाट हामीले रोकेका पनि छौँ होइन। तर कतिपय ठाउँमा के हुन्छ भन्दाखेरि समाजका व्यक्तिहरूलाई अलिकति आभास हुन्छ आज यहाँ केही हुन्छ है भन्ने कुरो। त्यस्तो बेलामा प्रहरीलाई जानकारी दिएको खण्डमा प्रहरी गएन भने आरोप लाउने ठाउँ रहन्छ होइन। जहाँसम्म तपाईँले भन्नुभयो पिपरिया दोस्तियाको, प्रहरीले जानकारी पाउने बित्तिकै गएको छ, स्थिति नियन्त्रणमा लिएको छ र अहिले पनि तपाईँको
27 जनाको टोली संयुक्त सुरक्षा फोर्स 20 जनाको टोली अहिले पनि त्यो गाउँमा चाहिँ नि रहेको चाहिँ अवस्था छ। डिआई साहब, मैले प्रश्न पार्न खोजेको कुरा के हो भने जस्तो वैशाख 31 गतेदेखि नै त्यहाँ स्थानीयवासी र प्रहरी बीच के अरे दलित समुदाय बीच अलिकति घम्साघम्सीको अवस्था, अलिकति मनमुटावको अवस्था विद्यमान थियो। यो अवस्थामा प्रहरीले आफ्नो सतर्कता अलिकति बढाउनु पाएको भए आज 60 भन्दा बढी दलित बस्तीका घरहरू क्षतविक्षत हुने थिएनन् होला। सुन्नुहोस् न, तपाईँले भन्नुभएको कुरालाई म चाहिँ नि नकार्दिनँ, तर सत्यता छ कि छैन त्यो पनि हेर्नुपर्छ होइन। आरोप लाउँदैमा प्रहरी माथि दोष चाहिँ थुपार्दैमा हामी सोसाइटीहरूको पनि जिम्मेवारीबाट समाज चाहिँ उन्मुक्त हुन पाउँदैन होइन। जहाँसम्म तपाईँले भन्नुभयो प्रहरीको चाहिँ नि पनि केही भूमिका हुन सक्थ्यो, त्यो सम्बन्धमा के भएको, वास्तविकता के हो, पक्राउ पर्नु नियन्त्रणमा लिनुपर्ने व्यक्तिहरू नियन्त्रणमा आएका छन् कि छैनन्, दोष कसको, त्यसमा यो तपाईँको के अरे दलित समुदाय र अर्को गैर दलितहरूको हो कि वा हामीहरूको पनि हो कर्मचारीको, सो सम्बन्धमा तपाईँको अनुसन्धान गर्नको लागि प्रहरी किताबखानाका निर्देशक सहसचिव रुद्रप्रसाद पौडेलजीको अध्यक्षतामा छानबिन समिति पनि अहिले तपाईँको भएको चाहिँ अवस्था छ। त्यसमा मध्य क्षेत्रका डिआइजी साहब पनि हुनुहुन्छ र अनुसन्धानका निर्देशक साहब पनि हुनुहुन्छ। डिआई साहब, घटनामा संलग्न केही व्यक्तिहरूलाई कसैलाई नियन्त्रणमा लिनुभयो त? हजुर, लिएको छ। अब मैले यो पिपरियाको घटना मात्रै जोडिन, समग्र देशभरका घटनाक्रममा म छोटकरीमा आउन चाहन्छु, हामीसँग थोरै समय छ। दलित समुदाय जो विभिन्न कारणले उत्पीडित छन्, उपेक्षित छन्, शोषित छन्, उनीहरूमाथि छुवाछुतका कारणले अन्याय गरिन्छ, प्रहरी प्रशासनमा उजुरी दिन आउँदा उनीहरूलाई उल्टै मेलमिलाप गराएर पठाइन्छ अथवा उजुरी नै दर्ता गरिँदैन भन्ने गुनासो चाहिँ देशव्यापी छ। अब के भन्नुहुन्छ? नै गुनासो तपाईँको हामीहरूले पनि सुनेका छौँ है, तर यहाँ के हुन्छ भने तपाईँको कुनै गाउँघरमा झैझगडा हुने बित्तिकै पुरै गाउँलाई नै चाहिँ आरोपी बनाएर जाहेरी आउँछ होइन। कतिपय अवस्थामा त्यो जाहेरी साँचो पनि होला, तर हामीले अधिकांश चाहिँ नि अनुसन्धानबाट के पाएका छौँ भने आउने जाहेरीमा सबै कुरा चाहिँ नि सत्य चाहिँ नि हुँदैन। त्यसले गर्दा छानबिनको क्रममा अलिकति समय तपाईँको लागेको बेला पीडितलाई के फिल हुन्छ भने पुलिसले जाहेरी लिएन। मेरो अन्तिम प्रश्न डिआई साहब, भोलि हामी सप्रमाण नेपाल प्रहरीले जाहेरी दर्ता गर्न मानेन, प्रक्रिया पुरेको जाहेरी पनि दर्ता गर्न मानेन, छुवाछुतका घटनामा नेपाल प्रहरीको भूमिका पक्षपातपूर्ण रह्यो भनेर सप्रमाण तपाईँको टेबलमा आयौँ भने के गर्नुहुन्छ त्यति बेला? प्रहरी हाम्रो हेडक्वार्टर त्यस्ता जो प्रहरी अधिकृतले त्यस्ता मुद्दाहरूलाई सम्बोधन गर्दैन, तिनीहरूलाई आवश्यक कानुनी दायरामा चाहिँ हामी ल्याउँछौँ। विभागीय कारवाही गर्नुपर्ने हो कि वा कुन कानुनबाट सम्बोधन हुनुपर्ने त्यो सम्बोधन हुन्छ। धन्यवाद। डिआई साहबको कुरा सुन्नुभयो, उहाँ नेपाल प्रहरीले यति सक्रिय रूपमा हामी यति संवेदनशील छौँ भन्नुभएको छ। प्रहरीको भूमिका त असाध्यै महत्त्वपूर्ण हुन्छ यो घटनाक्रमलाई न्यूनीकरण गर्न। अब के भन्नुहुन्छ? खास गरेर विगतका प्रहरीहरूको भूमिकालाई हेर्दाखेरि हामीले विश्वास गर्ने ठाउँ चाहिँ छैन। धेरै घटनाहरू त्यस्ता घटनाहरू छन् जहाँ उहाँले कारवाही गर्छु भन्नुभएको छ। यदि सप्रमाण आउँछ कोही भने हामी त्यस्ता प्रहरी अधिकृतहरूलाई कारवाही गर्छौँ भन्नुभएको छ। हजुर, भन्नुभएको छ। यो एउटा सकारात्मक कुरा छ। यसलाई चाहिँ यो भनाइलाई चाहिँ व्यवहारमा कार्यान्वयन होस् भन्ने हामी दलित नागरिक समाजको तर्फबाट हामी भन्न चाहन्छौँ। तर विगतका कुरालाई हेर्दाखेरि मैले भनिहालेँ, सिङ्गो प्रहरी सङ्गठनभित्र सबै व्यक्तिहरू खराब हुनुहुन्छ भन्ने कुराहरू होइन। त्योभित्र पनि केही राम्रा केही नराम्रा हुनुहुन्छ, तर ठाउँमा बसेको व्यक्तिले एक्सनमा जान पर्यो। अब कानुनको दायरामा ल्याउनलाई जुन प्रतिबद्धता जाहेर गर्नु भएको छ त्यो कुराहरू आउनु पर्यो। हामीले चाहेको पनि त्यही हो। हामी कसैलाई एउटा भनौँ न मिथ्यामा आरोप लगाउने खालको हाम्रो होइन, तर कुरा के हो भने पीडितले न्याय पाउनु पर्यो, दलितको पक्षमा हुनु पर्यो र यसलाई इन जनरल केसको हिसाबले हेर्न भएन, यसलाई विशेष केसको हिसाबले हेर्न पर्यो। र अब अन्त्यमा हामीसँग थोरै समय छ। अब जो पिपरियामा एउटा जो घटना घट्यो यो निकै बर्बरपूर्ण थियो र यो खालका घटनाक्रमहरूमा कमी ल्याउनका लागि अब दलित नागरिक समाज, दलित गैर सरकारी संस्था महासङ्घ र तपाईँको व्यक्तिगत रूपमा अब भूमिका के रहनेछ? यसको लागि खास गरेर दलित नागरिक समाजले अभियान सुरुवात गरिसकेका छौँ। हामी यो अभियानलाई हामी जारी राख्दैछौँ र खास गरेर यो रौतहटका पीडितहरूले न्याय पाउनु पर्यो र
अन्य यस्ता घटनाहरू नघट्न दिनको निम्ति पनि हामीले जुन अभियान मार्फत जुन एउटा सरकारले अहिले एउटा प्रेस विज्ञप्ति जारी गरेको छ, जो वार्ता पश्चात प्रेस विज्ञप्ति जारी गरेको छ, त्यो प्रेस विज्ञप्तिमा उल्लेख गरेको कुरा एउटा महत्त्वपूर्ण कुरा छ। एउटा त न्याय दिने पक्ष कुरा, अर्को कुरा के हो भने जातीय भेदभाव तथा छुवाछुत अन्त्य गर्नको निम्ति समग्र भएका ऐन कानुनको अध्ययन गरेर एउटा उच्च स्तरीय कार्यदल निर्माण गरी त्यसले सिफारिस गरेको सिफारिसलाई आधार बनाएर अब उपरान्त छुवाछुत र भेदभावलाई अन्त्य गराउनको निम्ति एउटा सरकारले अभियान सञ्चालन गर्ने कार्यक्रम गर्ने भन्ने खालको कुरा छ। यसले चाहिँ एउटा भनौँ न अग्रिम रूपले एउटा छुवाछुत र भेदभाव कम गराउनको निम्ति भूमिका निर्वाह गर्छ भन्ने कुरा मैले सोचेको छु।